म तपाईको एटिएम रिसिट हुँ। मलाई मेसिनबाट निकालिन्छ, 2 सेकेन्डलाई ब्यालेन्स हेरिन्छ अनि डस्टबिनमा फ्याँकिन्छ। मलाई बनाउन हजारौं रुख काटिन्छन्। तर के मेरो काम जम्मा 2 सेकेन्डको लागि मात्रै हो? ब्यालेन्स हेर्न त मोबाइल ब्याङ्किङ छ नि। मलाई प्रिन्ट गरेर किन प्रकृति विनाश गर्नुहुन्छ? अनि म तपाईको ब्याङ्क स्टेटमेन्ट हुँ। मलाई प्रिन्ट गर्न हजारौं कागज र मसी खर्च हुन्छ, तर म अन्ततः दराजको कुनामा धुलो खाएर बस्छु। मेरो ठाउँ दराजमा होइन, तपाईको इमेल वा एपमा हुनुपर्ने हो। के एउटा ट्रान्ज्याक्सन हेर्नकै लागि यति धेरै कागज खर्च गर्न जरुरी छ? अब स्मार्ट बन्नुहोस्। मलाई प्रिन्ट नगर्नुहोस् र वातावरण जोगाउनुहोस्। कागजी झन्झट होइन, अनलाइन स्टेटमेन्टमै विश्वास गर्नुहोस्। प्रकृति बचाउने जिम्मा अब तपाईको।